भन्न सक्ने कुराहरू चाहिँ भन्न सकियो र बुझ्न सकियो भने चाहिँ जुन कतिपय मान्छेहरूले चाहिँ अब होइन यसमा यस्तो हो भनेर कन्भिन्स गराउने, जस्तो हामीलाई सपोर्ट गर्ने त्यो मान्छेहरू भयो भने चाहिँ जब कि हामी अलिकति मेन्टल्ली त्यो रोगबाट चाहिँ हामी अलिकति हट्न सक्ने पनि हुन्छ जस्तो पनि लाग्छ। ताकि आफू भित्रभित्रै सबै कुरा दबाएर राख्ने, सबै मनभित्र कुरा लिने अनि आफूले भित्र एउटा खुल्ला रुममा भनौँ ढोका बन्द गर्ने, अनि त्यसपछि कहिले रुने, कहिले कराउने, मलाई यो के भयो भन्ने त्यो स्ट्रेस लिने, यो नै मान्छेको चाहिँ ज्यादा त्यो भइरहेछ। त्यसले गरेर नि स्ट्रेस हुने, अनि म के गर्ने होला, मैले अब कसरी चाहिँ अगाडि बढ्ने होला, यो म्याक्सिमम मान्छेहरुमा यही भइरहेछ क्या। जस्तो तिमीलाई त्यो भयो, अब मलाई चाहिँ के लाग्छ भने योसँग रिलेटेड हैन, जस्तो मैले पनि यस्तो मान्छेहरुसँगको भने मतलब उनीहरुको आफ्नो एक्सपिरियन्स सुने हैन। अनि अब मोस्टली अहिले युथहरु भनेको अब्रोड जाने धेरै म्याक्सिमम हेरे के स्वाभाविक हो के, किन अब्रोड जाँदैनन् त? त्यही भाडा माझेर त्यही मान्छेले त्यही नर्मली जुन यहाँ नेपालमा जुन रेस्पेक्ट मिल्दैन यो भने के हो र भन्छ हैन, त्यही काम गरेर बाहिर पे गयो भने त्यही भाडा माझेर पनि मजाले उनीहरुले कमाइराछन्, बसिराछन्, त्यसको पनि उले पाइराछ, पैसा पाइराछ भने यहाँको त्यो अफिसमा बस्नुले भन्दा उले त्यो लेभलबाट पाइराछ भने मान्छे व्हाइ नट त्यो गर्न मान्छे रेडी हुन्छ के। अनि हाम्रो अर्को एउटा कस्तो छ भने हामी बाहिरी जुन हाम्रो सर्कलले पनि हामीलाई इन्फ्लुएन्स गर्छ के। जस्तो मैले मेरो साथी बाहिर गयो रे भने दुई चार जना मैले मेरो साथी बाहिर गएको देख्यो भने अफ कोर्स मलाई पनि लाग्छ कि नो हैन यहाँ त बाहिर गयो, म पनि केही सोच्न बाहिर जाने बित्तिकै हाम्रो कन्सेप्ट चाहिँ कस्तो छ भने त्यो बीचमा गएर फोटो खिचेर अनि एउटा गाडीमा टक्क भएपछि लाइफस्टाइल पुरै चिल छ, आनन्द। एक्चुअलमा स्ट्रगलिङ, एक्चुअलमा दुःख गर्ने त्यो भित्रको सिनारियो हामीले देखेको हुँदैनौँ क्या। त्यो पनि उत्तिकै गाह्रो छ क्या। तर हामी पनि विदेश जाने बित्तिकै रुखमा गएर पैसा हामीले उहाँहरूले हालेको भिडियोहरूबाट फोटोहरूबाट चाहिँ ओहो त्यहाँ जाने बित्तिकै चाहिँ गाडी भयो, कति धेरै पैसा कमाएको, यस्तोमा काम गर्छ अरे, ओहो घर नै किनेछ भनेर भन्दाखेरि पनि त्यो जस्तो हामीलाई चाहिँ अलिकति यहाँ भन्दा त त्यहाँ धेरै राम्रो रहेछ भने जस्तो लाग्छ। तर उहाँहरूले त्यहाँ गएर स्ट्रगल गरेको, जति दुःख गरेर चाहिँ कमाएर दुःखै गरेर गाडी किनेको, दुःखै गरेर आफ्नो घर त्यो किनेको, अनि मजाले गाडीमा हिँडेको, घुम्ने, अनि मिठो मिठो खानेकुरा खाने बस्ने, उहाँहरूले त दुःखै गरेर त्यो आफूले कमाएको त्यो ऊ हो क्या, फल हो। अन्त हामीलाई यहाँ हेर्दा चाहिँ ओ त्यसले चाहिँ त्यो फलानुले त यसरी विदेश गएछ, उसले त मजाले पैसा कमाएर उता गाडीमा हिँडिरहेछ, हेर हामी चाहिँ यहाँ नेपालमा बसेका छौँ, न कमाएको छ न केही छ, लोकल बसमा हिँडिरहेको छ, यस्तो भिड सेक्युरिटीको हिसाबले जस्तो हैन, सेक्युरिटीको हिसाबले मान्छे नेपालमा पनि नहुने होइन हैन, तर सेक्युरिटीको हिसाबले पछि किन मान्छे यहाँ राम्रो कमाइरहेको छ भने पनि यहाँ राम्रो एउटा लाइफस्टाइल जिइरहेको छ भने किन मान्छे बाहिर अब्रोडमा जान्छन् भनेर भन्छौ भने अफ